के छ सबैजनालाई। आज चाहिँ हामी लुइजियाना युएस को नाकिटोस भन्ने ठाउँमा जाँदैछौँ सब परिवार। रमाइलो भइरहेछ। जङ्गलको बाटो रहेछ। यो चाहिँ कस्तो नेपालको हुन्छ नि त्यो कता भन्दाखेरि 12 जिल्लातिरको 4 कोसे झाडीको जस्तो याद दिलाइरहेछ। यता नि जङ्गल हेरौँ कस्तो रहेछ त्यो ठाउँ। हामी चाहिँ यहाँ यता बस्छौँ लुइजियाना, अनि यसो वरिपरिको घुम्ने ठाउँहरू चाहिँ एक्सप्लोर गर्दै हिँडिन्छ भनौँ न बेला बेलामा, विकेन्डहरूमा मेसो मिलेको बेलामा। अनि आज चाहिँ यो ठाउँको पालो परेछ। कस्तो प्रोनाउन्स गर्न नि गाह्रो छ कि ठाउँको नाम पनि। तर हेरौँ अब लुइजियाना बसेको फाइदा भनेको यस्तै हो। अब अमेरिकाको गाउँघरहरू हेर्दै डुल्ने। हाम्रो साथमा चाहिँ यहाँ सुनिता छिन् अनि आयन्स ब्रो के गरिरहेछन् नि पछाडि खै। आयन्स ब्रो what you doing? उसले चाहिँ मामा he's eating chow मामा चाउचाउ खाइरहेको छ उसले चाहिँ नेपालको। अरू थोक खाँदाखेरि चाहिँ उसलाई पिरो हुन्छ होइन, अनि मामा चाउचाउ चाहिँ पिरो हुँदैन। यही चाहिँ मेरी अर्धाङ्गिनी, दिस इज मी। हेर्दै जाऊँ कस्तो लाग्छ ठाउँहरू चाहिँ। कस्तो यो धुपी हो कि सल्लाह के भन्छ यसलाई? धुपी हो के भन्छ होइन यो रुखलाई? सल्लाहको बोटहरू रहेछ डल्लै। अमेरिकामा चाहिँ यस्तो भनौँ न जङ्गलभित्र यस्तो अलिकति हरियालीभित्र घरहरू बनाएर बस्ने गाउँतिर चाहिँ एउटा घर यहाँ हुन्छ अनि अर्को घर पर हुन्छ, अनि फार्म गरेर बसिरहेको हुन्छ उनीहरू चाहिँ। गाउँ भनेर के गर्ने सबै सुविधा पुगेको हुन्छ यहाँ। यो चाहिँ अर्को रहेछ घरहरू। यो चाहिँ होर्स रेन्चहरू रहेछ यतातिर। यो चाहिँ चर्च, लाइक आउट अफ नोवेयर चर्चहरू चाहिँ हुन्छ है गाउँ। त्यहाँनिर एउटा छ, त्यहाँ एउटा सानो घर एकदम बस्ती जस्तो हो कि। यहाँ चाहिँ एउटा पातलो गाउँ जस्तै हाम्रो नेपालमा गाउँघरमा हुन्छ नि त्यो एकदमै त्यो पातलो घरहरू। तर यहाँ जति नै गाउँ जस्तै भयो भने रोडहरू बिजुली बत्ती यताउता चाहिँ सबतिर पुर्याएको हुन्छ। अझै कति बाँकी छ? 44 मिनट बाँकी छ। 1 घन्टा 15 मिनट थियो घरबाट निस्किँदाखेरि चाहिँ। अब 44 मिनट्स रिमेनिङ। हामी अझै अन द वेमै छौँ। अझै 35 मिनट्स रिमेनिङ। यो चाहिँ जङ्गलको बाटो छ कि। अब हेरौँ रमाइलो भइरहेछ। देखिरहेछ के चिजहरू जङ्गलमा, घरहरू, अमेरिकन गाउँको लाइफस्टाइलहरू। पुरै पाइन ट्रीहरू छ यहाँ। What up? How you doing? Good. हाम्रो आयन्स ब्रो के गरिरहेछ नि पछाडि? चाहिँ बोल्ने मोडमा अलि छैन जस्तो छ। अब चाहिँ लगभग 10 मिनट जस्तोमा आइपुगिन्छ। जङ्गलको पार्ट सक्यो। अब उजाड फाँट आउनु थाल्यो भनौँ न। अलिअलि बस्तीहरू सुरु हुँला। यो चाहिँ अब सानो सहर भनौँ न यहाँ वरिपरिको हाम्रोबाट चाहिँ 1 घन्टा परको स्मल टाउन जस्तो। पुरै तराईको फाँट जस्तो छ यहाँ। पुरै जग्गा के अरे खेती गर्ने जग्गाहरू पुरै प्लेन छ क्या छन भने। हामी यहाँ अघिल्लोचोटि चाहिँ 4th of जुलाईको बाइसनहरू कि गाई पालन हुँदै रहेछ यहाँ। चरेर बसिरहेको छ गाईहरू मस्त। अघिल्लोचोटि चाहिँ 4th of जुलाईको दिन आएको थियौँ। यस खतरा फायरवर्क्स भएको थियो यहाँ। ठुलै नै भएको थियो। लाइक यो सानो टाउन हेरेर चाहिँ त्यो फायरवर्क्स चाहिँ बबाल लाग्यो थियो हामीलाई। अनि अब अहिले नेक्स्ट टाइम सेकेन्ड टाइम भयो। त्यतिखेर चाहिँ खासै दायाँ बायाँ यताउति घुम्न जान टाइम भएर त्यही फायरवर्क्सलाई नै फोकस गरेर हामीले त्यही टाइम स्पेन्ड गऱ्यौँ। अब चाहिँ आज चाहिँ यसो साइट सिन भनौँ एक्सप्लोर गरौँ यताउति भनेर हो। अब यहाँबाट लेफ्ट लिकेर ट्रेनको लिक
बाटोमा गाडी आएको छ कि छैन चाहिँ मलाई झट्टै हेर्दाखेरि चाहिँ क्यालिफोर्नियाको त्यो लेक टावर एरिया जस्तै लाग्छ कि ठ्याक्कै यो बाटो चाहिँ त्यहाँ पनि यस्तै खालको छ बाटो त्यो ट्रेन कति एकदम महँगो खालको ट्रेन छ एकदम भिआइपी ट्रेन छ त्यहाँ चाहिँ यसो भनौँ न यताउति एक्सप्लोर गर्नको लागि मात्र चल्ने एकदमै सानो रुटको ट्रेन चल्छ कि यस्तो साइडमा त्यो वाइनरीहरू हेर्न जाने अनि वाइन टेस्टिङहरू गर्ने त्यसो गर्ने खालको ट्रेन थियो छ भनौँ न सायद हामी अब सिटी लिमिटभित्र छिर्यौँ होला यो ठाउँको त्यहाँ ग्यास स्टेसनमा यसो एकैछिन रोकिन्छ त्यहाँ अगाडि एउटा ग्यास स्टेसन छ भइहाल्छ लास्ट टाइम पनि एकदम पिसाब लगाएर त्यहाँ पिसाब गरेर रोकेको थियो पुरै खेत जोतेर ठिक्क बनाएर रोप्नु माटो चाहिँ रातो खालको माटो रहेछ कि सट्ट रोकेको छौँ एकैछिन यसो रेस्टरुम ब्रेक सप लट भन्ने ठाउँमा सेभरोन ग्यास स्टेसन रहेछ ग्यास स्टेसन चाहिँ ठुलै छ यहाँ भनौँ न टक्क त्यहाँ सो क्विक ब्रेक लिएर अनि बियर केप पनि रहेछ त्यसमा चाहिँ नजाम होला अहिले केपभित्रै चाहिँ कोही बेला यहाँ यस्तो एउटा यो चेस्टरको यो फ्लेमिङ हट यो चाहिँ मलाई एकदमै मनपर्छ क्या यो एउटा लिएर जानु पऱ्यो बाटोमा यसो चुसो खाँदै अरू त के लाने त खै होइन धेरै खानु हुँदैन यस्तो चाहिँ यहाँ भित्र नै छिन् अब ब्याक टु ड्राइभिङ अगेन धेरै छैन अब चाहिँ 8-10 मिनट पनि छैन 2-4 मिनट मात्रै छ हेलो यहाँ चाहिँ भर्खर सुतेर उठेको भएर चाहिँ मुख कस्तो बनाइरहेछ ट्रेन पनि आएको बेला पऱ्यो यसो यो चाहिँ कार्गो ट्रेन जस्तो रहेछ कि अब भनौँ न ग्यास लिनहरू यताउति बोकिरहेछ कन्टेनरहरू पनि रहेछ यो ट्रेन चाहिँ अझै सकिएको छैन यो 1 माइल भन्दा पनि लामो छ कि क्या कता हो चाहिँ बाटो टक्क रोकेर राखेको छ हामीलाई यो ट्रेन सकेपछि अनि बल्ल जान पाइन्छ क्रस गरिरहेछ यसले यहाँ एक वर्षपछि अघिको त्यो ट्रेन लास्टै लामो भएर बाटो एकदम रोके त्यत्रो 5-6 मिनट बस्दाखेरि पनि सकिएन त्यसपछि हामी चाहिँ अर्कै बाटो छिर्यौँ डाउनटाउन एरियामा आइपुग्यौँ यहाँ चाहिँ रिभर ब्याङ्क छ राम्रो खालको सर एकचोटि हेर्दै जानु पर्ला त्यो साइडबाट अनि त्यस्तो भनौँ न घुम्ने ठाउँ त्यस्तो खासै उस त छैन हिस्टोरिकल प्लेसहरू यताउति अलिअलि हो अनि यस्तै रिभर ब्याङ्कहरू हो हामी सर डाउनटाउन एरिया चाहिँ ओल्ड डाउनटाउन एरिया जस्तो छ त्यहाँ उतापट्टि चाहिँ त्यो ड्राइभ गर्ने प्लान छ यो चाहिँ यहाँको अलिकति वेल्थी नेबरहुड हो क्या हो यो एरियाको रिभर साइड घरहरू यतापट्टि लेफ्ट साइडमा कोर्बेटहरू चाहिँ यहाँ देखिँदो रहेछ है चाहिँ राम्रो भ्यू देखिन सक्छ अस्ति नै हामी यहाँ हट एयर बलुन चाहिँ यहाँबाट नै उसो गरेर उडाएको थियो यहाँ ठ्याक्कै हामी चाहिँ अस्ति नै
फायरवर्क्स भएको एरियामा आइपुग्यौँ। यो पुल पनि राम्रो छ यहाँ पनि। यो पुल पनि हिँडेर पार्किङ पायो भने चाहिँ एकचोटि यो रिभर ब्याङ्कमा सरर हिँड्नु पर्ला। यहाँ चाहिँ पार्किङको चाहिँ एकदम प्रब्लम छ। यहाँबाट पहिला लेफ्ट साइड जाने कि भनेको त बाटो बन्द रहेछ। आज पनि समथिङ केही भइरह होला सायद। यहाँ मान्छेहरू टन्नै हुँदो रहेछ। त्यहाँबाट लिएर नि क्या हो यहाँ चाहिँ के हुन्छ हेर्नुमा त पार्किङ भनेको यता मोटरसाइकल पार्किङ पो रहेछ। त्यहाँ त्यो प्राइभेट पार्किङ हो। अब यसो यो साइड स्ट्रिटमा जाऊँ हेरौँ। अस्ति नै त्यही साइड स्ट्रिटमै पार्किङ गर्ने हो। उता पाएको थियो मम्मीले। हो यो बाटो जस्तो लाग्छ मलाई चाहिँ। लेट्स सी। हामी चाहिँ 2-4 राउन्ड यो डाउनटाउनको लगाएर पार्किङ नपाएर बल्ल बल्ल पार्किङ पाइयो। अब धन्न त्यस्तो टाढा चाहिँ रहेनछ। अब चाहिँ सर र डाउनटाउन वकिङ गर्नु पर्ला। चाहिँ कस्तो नाइस क्लिन टाउन रहेछ। थ्याङ्क यू। सायद त्यो चाहिँ चर्च होला। यहाँसम्म कसरी ल्याउने यो बाटो बन्द छ। आज यिनीहरूले सबै त्यो मेन रोड चाहिँ बन्द गरेर रहेछन् कि इभेन्ट जस्तो के रहेछ। यहाँ पर्फेक्ट टाइममा आइएछ। हामी चाहिँ रमाइलो रहेछ। यहाँ स्ट्रिट फुडहरू हामी फुड ट्रकहरू छ। रमाइलो भइरहेको रहेछ क्या। रिभर ब्याङ्कमा सबजना घाम तापेर बसिरहेछन्। उता म्युजिकल इभेन्ट पनि हुने तयारी हुँदैछ। बेलुका चाहिँ धेरै नै रमाइलो होला जस्तो छ। यहाँ आज बेलुका अबेरसम्मै बस्नु पर्ला जस्तो छ। पुरै बाटो बन्द गराएर यो चाहिँ रमाइलो ठाउँ छ। जस बेला बेला यस्तो इभेन्टहरू भइरहँदो रहेछ यहाँ। अब तयारी जोड तोडले भइरहेछ बेलुकाको लागि। यो सायद थ्याङ्क्सगिभिङ अब ठ्याक्कै नेक्स्ट विक थ्याङ्क्सगिभिङ छ त्यसैको लागि होला सायद। यो चाहिँ ओल्ड डाउनटाउनको घरहरू यस्तो खालको हुनुमा पुरानो डिजाइनको अमेरिकन घरहरू। अमेरिकन त नभनौँ जस्ट फ्रेन्च डिजाइनको घरहरू होला। यो पहिला चाहिँ फ्रान्सले कोलोनाइज गरेको स्टेट हो यो लुइजियाना। जस्ट रमाइलो भइरहेछ। यहाँ चाहिँ वागन रहेछ। होर्स वागन के भन्छ यसलाई पनि रथ होइन रथ के भन्छ कि नेपालीमा यसलाई। घरहरू चाहिँ यस्तो डाउनटाउनको घरहरू चाहिँ यस्तो खालको छ यहाँ। हामी चाहिँ टक्क त्यहाँबाट फर्क्यौँ। हुन चाहिँ त्यहाँ राम्रै इभेन्ट क्रिसमस इभेन्ट भइरहेको रहेछ। लाइभ म्युजिक प्लस 6:30 बजेपछि ठुलै फायरवर्क्स हुने रहेछ प्रोग्राम चाहिँ। तर अलिकति हाम्रो भान्जा बाबुले अलिकति दुःख दिए जस्तो गर्नुभयो। अनि भनौँ न हामी चाहिँ यसो ड्राइभ गरेरै यताको वरिपरिको उसहरू हेरौँ भनेर चाहिँ निस्क्यौँ त्यहाँबाट। किनकि अब 4th of जुलाईमा नि सेम खालको इभेन्ट हेरिसकेका छौँ हामी। अनि अहिले चाहिँ त्यहाँ एउटा लेक जस्तो रहेछ सानो, त्यतातिर जाँदैछौँ। यसो रेसिडेन्सियल एरियाहरू हेर्दै मलाई चाहिँ यस्तो नयाँ ठाउँमा जाँदाखेरि चाहिँ रेसिडेन्सियल एरियाहरू पनि हेर्दै जानु मन लाग्छ। कस्तो रहेछ घरहरू चाहिँ एकदम हेर्न मन लाग्छ। कस्तो कस्तो खालको डिजाइनको घरहरू रहेछ एरियामा हुँदैन। अनि त्यही भएर यसो डुल्दैछ।
ठ्याक्कै हामी चाहिँ सिब्ली लेक भन्ने ठाउँमा आइपुग्यो। ठाउँको नाम पनि सिब्ली रहेछ, सिब्ली लुइजियाना। अनि यहाँ यो सिब्ली लेकमा यसो के कस्तो रहेछ भनेर हेर्न आएको। रमाइलो रहेछ। त्यस्तो ठुलो त देखिया छैन, हुन त अब त्यतातिर गयो भने चाहिँ ठुलै छ होला। त्यहाँ यो चाहिँ रेस्टुरेन्ट हो। रेस्टुरेन्ट चाहिँ 4 बजेपछि खुल्छ भनेपछि अब एकैछिनमा खुल्छ होला। यहाँ चाहिँ मान्छेहरू जस चिल गर्न सही ठाउँ रहेछ। स्पेसली समरमा चाहिँ मजा आउँछ जस्तो छ आफ्नै बोट लिएर। यहाँ आमा छोराले यहाँ भिडियो खिच्ने फोटो खिच्ने काम भइरहेछ, फोटो सेसन नि। त्यहाँ पोज बनाउँदैछ आयांशले हो। त्यतातिर घरहरू रहेछ टक्क पारी। अनि डेकहरू रहेछ बोटको लागि, लाइक प्राइभेट डेकहरू। गाउँ भनेर के गर्ने यस्तो हुन्छ यहाँ। अब चाहिँ सायद हामी बिस्तारै बिस्तारै फर्किन्छौँ। घर गएर पानीपुरी बनाएर खाने प्लान बन्यो एक्कासी, त्यही भएर टाइममै फर्किनुपर्छ। सर अझै भनौँ न अलिअलि भित्रभित्र गएर हेरेर अनि फर्किहाल्छौँ हामी चाहिँ। घरतिर लाग्दैछौँ। एकछिन फोटो सेसन भयो, राम्रै फोटो सेसन भयो त्यहाँ। अनि राहुलले नि खोज्न थाल्यो। अनि अब घर जाँदा जाँदै अबेर हिँड्छ, त्यही भएर निस्क्यौँ हामी यो ठाउँबाट चाहिँ। 1 hour 12 minutes देखाएको छ घर पुग्नलाई। घर पुगेपछि चट्ट पानीपुरी बनाएर खानुपर्छ। यो चाहिँ यो बाटो चाहिँ फर्स्ट टाइम हिँडेको हामी। अर्कै बाटोबाट फर्क्यौँ। पुरी बनाउने हो, पानी त पानीबाटै बनाउने हो। यस सर। पानी चाहिँ पानीले। रहेछ जस हाइवे स्टाइलको। कति लामो हुन्छ थाहा भएन, तर यो बाटो पनि जङ्गलै जङ्गल पर्छ जस्तो छ। चर्च रहेछ अगाडि। एक वर्षा पछि के रहेछ यो लेफ्ट साइडको चाहिँ? घरको
छ किन हो धेरै पछि तिमीसँग बोलेको किन लाग्छ त्यसपछि लिरिक्स बिर्सेँ राम्रो अब चाहिँ एकैछिनमा रात पर्छ जस्तो छ एकदम चाँडो रात पर्छ कति बज्यो अहिले 4:50 PM भएको छ अब 10-15 मिनटमा त जम्मकै साँझ पर्छ यहाँ चाहिँ होइन त्यही भएर अब भिडियो खासै राम्रो आउँदैन हामी 45 मिनट घर पुगिन्छ यस्तै भए जस्तो रमाइलो भयो त्यहाँ घुमघाम एकछिन सोचे भन्दा पनि रमाइलै भयो भनौँ न नयाँ नयाँ ठाउँतिर गयो यसपालि चाहिँ अब अहिलेसम्म चाहिँ भिडियो हेर्नु भएको छ भने धेरै धेरै धन्यवाद फर्स्ट भ्लग हाम्रो कस्तो लाग्यो होइन अब यसमा त्यस्तो प्रोफेसनल पाराले त बनाइएन यसो रमाइलो जे छ त्यही देखाएर अनफिल्टर पाराले चाहिँ बनाएको भ्लग अब अर्को भ्लगमा भेट्नुपर्छ थ्याङ्क यू सो मच फर अल